यो ठाडो बाटो यही हो। ठाडो बाटो यही हो है। ठाडो बाटोदेखि लिएर यो बिजुलीको ट्रान्समिटर हो यो। अनि हिजो खनेको यही है। हिजो खनेको यही बाटो यो। उँभोको मसिनबारी, उँभोको यो मसिनघारी, तोरीबारीको बिचमा यो बाटो, यो 8 फुटे बाटो रहेछ। अब पछाडि बनिसक्यो भनिरहेछ बाटो। हिजो खनेको यही हो बाटो। यस्तो छ। हिजो खनेको यो बिच बाटोबाट नै खनेको हो। हाम्रो सिमानाको इलाइ गाई चराउनु लगा आन्टी। यही है बारी। यस्तो छ। यो चाहिँ बारीहरू है। यो चाहिँ अर्को बारीहरू, तोरी बारीहरू, सुपारी बगानहरू। यो जुन चाहिँ यो धानको बुट्टा भएको चाहिँ हाम्रो बारी आयो। यो धानको बुट्टा भएको चाहिँ हाम्रो बारी है। हाम्रो गडेरी धानको बुट्टा भएको चाहिँ हाम्रो गडेरी। यो सर्स्यु छरेको छ। यो चाहिँ होइन उतापट्टिको। अनि सट्टा त्यो माथिल्लो उयोदेखि हाम्रो बारी उयो रुख पराल राखेदेखि उँधो सट्टा यो पल्लो घरको यो ग्वाली। अनि यो पल्लो घरको भाइ हाम्रो साँधीको भाइ हो। उनीहरूको घर यो यताको अगाडिको सिमाना किला ठोकेको मैले देखाएँ। अनि यहाँनिर हिजो त नानी यहाँ मैले हिजो प्लास्टिक बाँधेर राखेको थिएँ। मिटर यहाँदेखि पाइप यहाँ छ। पाइप यहाँ छ है। देख्दैछ नि पाइप यहाँ छ है। आली यहाँ आली, यो आली हो। अनि यो ठुटा सिमाना सिमेन्टको यो मिटर बन्द गरेछ। अनि यो मिटर यो। अनि पाइप यहाँ राखेछ। यहाँ भित्र पाइप यहाँ राखेछ। पर्बिस्टीसँग राखेछ उता भित्र त्यो फुका त।
पानी धारा हो प्रवेश धारा यही हो यहाँदेखि यो आलीदेखि त्यो प्रवेश भएको सम्म चाहिँ 10-11 मिटर होला अन्दाजी आउँछ त्यो प्लास्टिकले बाँध्दा त्यो कसिङ्गार पसार मैले बाँधेको त्यो मैले अघि जसरी हिजो मैले जसरी बाँधेको थिएँ नि हो त्यो प्लास्टिक ट्याप कस्ने त्यो हावा पस्छ भनेर मैले त्यो के अरे के भन्छ माटहरू पसार कसिङ्गार पस्छ भनेर मैले बुचिन्छ दुलो भनेर मैले उयो गरेको त्यो बान्ने त्यो हो त्यसरी बान्ने ट्याप्पै यहाँसम्म लाउने यहाँसम्म ट्याप्पै लगाएर अब त्यो गाँठो बनाउने कसरी लाउने त्यो बान्नु आउँदैन बान्नु त आउनु पऱ्यो नि त यो आली है यो अन्त सिमानाको आली यो सर्सिङ भएको चाहिँ अर्काको हो अनि यो घाँसदेखि यताको हाम्रो यो यस्तो छ रमाइलो लाग्छ म त एकान्त घर बनाएर बसेर ढ्याउ ढाँडा झुझुम पर्दैन बजारमा भनेको एउटा सुविधा चाहिँ जे खानु मन लाग्यो फुत्त बजार निस्क्यो किनी खायो अब यहाँ चाहिँ त्यस्तो चाहिँ पाउँदैन यहाँ पनि अब यहाँनिर सिमाना यहाँ माथिल्लो छेउको चाहिँ लम्बाइको चाहिँ सिमाना यही हो एउटा अघि तल देखाएँ यो लम्बाइको सिमाना यहाँ एउटा छ 4वटा किला यहाँ कुलो पनि छ यहाँ कुलो यस्तो चाहिँ माछाहरूको यहाँको बहिनीको आलु त खत्तम के खालको भयो आलु नै सिमाना यही सिधाको सिमाना अहिले भर्खर देखाएको सिधाको सिमाना को किला यहाँ अर्को यहाँ छ मैले 4वटा किला देखाइसकेको छु मैले एउटा किला यो एउटा किला त्यहाँदेखि सिधा यही हो है हाम्रो प्रपर्टी भने पनि सम्पत्ति भने पनि अब यही हो यसैमा दुःख सुख सिम्पल दर घर बनाएर बस्ने हो आनन्द बजार जाने हो अनि हप्ता दिनको तिन तरकारी ल्याउने हो अनि सबै कुरो अनि गाउँमै बस्ने हो के गर्नु त अब आन्टीहरू पनि यता आइहाल्छ भरेपछि अब आन्टीहरू यता आएपछि अब फेर लेटङ बजार जाने के कुरा भयो गइन्छ अब पानी बत्तीको पैसा तिर्नु जानुपर्छ जानुको लागि यस्तै छ यी खेरुवा त रमाइलो छ तोरीबारी हुँदा रमाइलो छ खेरुवा गाउँ बस्ती भने गाउँ बस्ती नै हो बजार भने अग्लो अग्लो बिल्डिङहरू हुन्छ यस्तै छ है भरे बुहारीले पनि देखाइदियो नि भिडियो यस्तै छ कस्तो लाग्यो मैले भिडियो गरेको मेरो नाति यहाँनिर छ एकदिन रिसाए पनि गाली गरेर पनि एकछिन मलाई माया लागिहाल्छ पर एउटा एकजना आन्टी गाई चराउनु हुँदैछ ल अब भिडियो धेरै लामो गर्नुहुन्न यस्तै छ अब पर एउटा पक्का घर छ त्यहाँदेखि तलतिर उयो मास्तिरहरू छ घर अब त्यस्तै हो सबैलाई सबैजना ठिकै छ त्यो मिटर पनि बाँध्नु पर्यो नानी मिटर पनि बाँध्दा मिटर बाँध्नुपर्छ मिटर यहाँको सानो भाइलाई मैले हिजो भन्दा आएको थिएँ सानो भाइलाई मिटर नचलाइदेऊ ल कान्छा मिटर चलाउनु हुँदैन बिग्रियो भने काम बिग्रिन्छ पैसा खर्च हुन्छ भनेको थिएँ भन्दा ठुलो सानो छ नि तँभन्दा ठुलो भएदेखि त भइहाल्छ
ए पक्र चाहिँ यसरी बाँधिराख्ने भिडियो यहाँ बाँधिराख्नुपर्छ यहाँनिर कसै यहाँ पस्छ केटाकेटीहरूले उयो गर्छन् भनेर फोहोर पस्छ भनेर यो खोल्दै भन्दा यहाँ बन्द गर्छ यहाँ पानी यहाँ खोल्यो भने मात्रै आउँछ यहाँ खोल्यो भने यहाँ मिटर घुम्छ क्या तर अब अनि त्यो यहाँ खोलेर उता नखोले पनि बिल आउँछ आउँछ मिनिमम 500 तिर्नु पर्दैन हामीले अफ गर अब भिडियो अफ गर्छ नि